सबैजनालाई। मेरो नाम स्मृति पुरकोटी। म एससीटी एज केयर ट्रेनिङ एन्ड रिसर्च सेन्टरमा एज अ एज केयर ट्रेनरको रूपमा चाहिँ कार्यरत छु। मेरो नाम सुनिता श्रेष्ठ। म एससीटी एज केयर ट्रेनिङ एन्ड रिसर्च सेन्टरमा एज अ एज केयर ट्रेनरको रूपमा कार्यरत छु। तपाईहरुलाई आजको यस भिडियोमा स्वागत छ। आजको यस भिडियोमा तपाईहरुलाई चाहिँ हामीले केही जानकारीमूलक र इम्पोर्टेन्ट टपिकहरुको बारेमा जानकारी दिन गइरहेको छौं। हामीसँग तपाईहरु अन्तिम समयसम्म रहनुहोला। सबैभन्दा धेरै सोधेको प्रश्न प्लस 2 पछि के गर्ने? कतिजना विद्यार्थीहरू प्लस 2 प्रिपरेसन गर्दै हुनुहुन्छ होला, कतिजना पास आउट भएर बस्नु भएको होला र कतिजना बाहिर अब्रोड जानको लागि तयारी गर्दै गर्नुभएको होला। त्यसको लागि म आज हजुरहरूलाई एउटा हाई स्किल डिमान्डको बारेमा भन्न गइरहेको छु, जुन हो केयर गिभर ट्रेनिङ। तपाईहरुले केयर गिभर ट्रेनिङ लिनुभयो भने एउटा हाई डिमान्ड स्किल्स अचिभ गर्नुहुन्छ, जसले गर्दा हजुरलाई स्वदेश तथा विदेशमा गएर एउटा केयर गिभरको रूपमा काम गर्नलाई मद्दत मिल्नेछ। इट इज अ रिवार्डिङ अपर्च्युनिटिज एन्ड द पाथ फर द करियर डेभलपमेन्ट।